मासाला यार दिनै खराब छ है क्या हो यार कसरी चाहिँ पैसा कमाउने होला चुरोड खाने धरी पैसा छैन यार कोही मुर्गा भेटे पनि हुन्थ्यो साला हेलो दाइ के सोच्नु भयो हो ए भाइ केही होइन यतिकै यसो सोचेर बसिरहेको दाइ यार मलाई एउटा लास्ट टेन्सन परिरहेछ क्या आज यार कस्तो टेन्सन हो भाइ मलाई यार यो बाइक एकदम सिक्न मन लाग्छ कि आजै अहिले तुरुन्तै सिक्नुपर्ने छ क्या यार होइन त्यस्तो जरुरी के पर्यो हो भाइ तिमीलाई अहिलेको अहिले सिकिहाल्नु पर्ने दाइ यार त्यो बिर्खे छैन मेरो साथी केटी पछाडि राखेर राइया पारेर देखायो मलाई यार म पनि साला पछाडि केटी राखेर खुब घुमाउन मन लागेको छ के ठिक छ त आजै तुरुन्तै बाइक सिक्नुपर्ने छ कि दाइ मैले तपाईँले कतै चिनेको छ त्यस्तो ठाउँ अरे यार भाइ तिमी किन आतिन्छौ यार तिम्रो दाइ मरेको छ यार सुन भाइ तिम्रो दाइले विगत 15 वर्षदेखि बाइक सिकाउने काम गर्दै आइरहेको छ बुझ्यौ यस्ता तिमी जस्ता कयौँ मान्छेहरूलाई लास बनाइसकेको छु मैले लास मेरो मतलब लाइसेन्स ए लाइसेन्स ए हो र दाइ अब यो यस्तो सिक्नलाई लाग्छ होला नि त हेर भाइ हल्ला छिरिक्कै नगर अरूलाई हो भने मैले 5000 भन्दा घटीमा सिकाउने गरेको छैन कुरो बुझ्यौ तर तिमीलाई चाहिँ म 3500 सम्ममा मिलाएर सिकाइदिन्छु तर यो कुरो फेरि कसैलाई थाहा हुनु हुँदैन बुझ्यौ भइहाल्छ नि दाइ सिकाउनु दाइ कहाँ गएर सिक्ने हो यहीँ सिकौँ न अहिले नै सिकौँ आज बाइक पनि खाली छ दाइ पनि बाहिर जानु भएको छ यही मौका हो सिक्नु ए हो र ल्याइहाल्नु नि दाइ ल दिइहालौँ न ठिक छ बाइक यहीँ छ हतार नगर न सबर गर न भाइ लु न दाइ यार बाइक कहाँ त सिकिहालौँ न यार त्यो बिर्खेले डाँडै कटाइसक्यो होला यार लु न ए भाइ बस न यार बस सिक्नुभन्दा अगाडि नियमहरू थाहा पाउनु पर्दैन ए हो त है अनि लु न दाइ यार के नियम हो यार थेट गइहालौँ न सिक्न यत्तरीका भाइ यार हतार नगर न यार जहिले हतार गर्छ यार यो भाइ तातै खाउँ जली मरौँ गरेर हुन्छ ल हिँड अलि 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 मजाले ठेला हो ल अब बाइक पनि आयो खोइ खोइ दाइ दिइहालौँ भाइ हतार हतार नगर न सुरुमा ध्यान देऊ न नियमहरू ध्यान दिनु परेन के गर्नुपर्छ दाइ यार भनिहाल्नु न भन्दैछु त भाइ भन्दैछु त सुन पहिलो स्टेप भनेको गरिकन क्लोज छोड्ने एस्केलेटर चाप्ने तेरिका भाइ यार एउटा स्टेप चाहिँ बिर्सेछु कि यार सिकाउने के स्टेप बिर्सेछ दाइ फेरि यो किक हान्ने स्टेप चाहिँ बिर्सेछु क्या मैले हो र कहाँ हुन्छ हौ यहाँ उड्दैन त दाइ अनि के गुड्छ भाइ हतार नगर न चाबी नै अन गर्न बिर्सेछु चाबी नै अन गर्न बिर्सेछु नि ल सुन भाइ तिमीलाई मैले लास्टको स्टेप त भनेको छु नि क्लोज छोड्ने एस्केलेटर चापेर यस्ता मान्छेको भर गरेर नि उमा लाग्छ यार यसको त अघि भर लागेको थिएन मलाई ए भाइ उठाइदिएर त जाऊ आया